दुखिरहेछ तराई अहिले दुख्छ पहाड पनि, दुखिरहेछ तराई अहिले दुख्छ पहाड पनि, मधेसमा गोली चल्या सुन्छ पहाड पनि। अनेकौं छन् जात जाति भाषा धर्म फरक, सबै धर्म मिल्ने कथा बुन्छ पहाड पनि। नमस्कार, यहाँहरू सबैलाई म स्वागत गर्छु। आजबाट हामीले एउटा अभियानका रूपमा साहित्यलाई पनि स्थान दिनुपर्छ भनेर इलाममा पछिल्लो समय साहित्यिक कार्यक्रम हुन्छन्, निकै ठुला कार्यक्रम हुन्छन् र बिचमा यस्ता कार्यक्रमहरू नभइरहेको अवस्थामा हामीले यसलाई चाहिँ निरन्तर लैजान सकिन्छ कि भन्ने हेतुले यो कार्यक्रमलाई आज पहिलोचोटि सुरुवात गरेका छौँ। यस अभियानमा यहाँहरू जोडिनु भएको छ, आज पहिलोचोटि जोडिनु भएको छ। यहाँहरू सबैलाई म स्वागत गर्छु। र आज हामीले गजलकार दर्शन सरकारका गजलहरू सुन्छौँ हामी र नवप्रतिभाशाली बहिनी सृजना काफ्लेका केही रचनाहरू सुन्छौँ। अनि हामीले एकजना समीक्षक हुनुहुन्छ, समीक्षक राखेका छौँ र समीक्षा सुन्छौँ र हामी कार्यक्रम समाप्त गर्छौँ। किनभने यो कार्यक्रमलाई हामीले धेरै भाषण र धेरै साहित्य एकैचोटि प्रस्किँदैनौँ, किनभने बोर हुनसक्छ कि भनेर भोलिका दिनलाई पनि हामीले साहित्य राख्नुपर्छ भनेर हामीले आज दुईजना साहित्य सृजना सुन्छौँ र हामी यसलाई निरन्तर रूपमा साप्ताहिक रूपमा हुन्छ या मासिक रूपमा हुन्छ र कसरी हुन्छ यहाँहरूको सल्लाह सुझावबाट हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ। हाम्रो कार्यक्रममा अध्यक्ष पनि हुनुहुन्न र प्रमुख अतिथि पनि हुनुहुन्न। जम्मा जम्मी हाम्रो आजको कार्यक्रमको प्रमुख हिरो नै गजल वाचन गर्ने दर्शन सरकार हुनुहुन्छ। म पहिला चाहिँ यो कार्यक्रमको विषयमा जानकारी र आज हामीसँग गजलकार हुनुहुन्छ उहाँको विषयमा जानकारी गराइदिउँ भन्नको लागि म साहित्यकार महेन्द्र विरेजीलाई आग्रह गर्छु। वास्तवमा पहिला एक समय इलामको चाहिँ प्रत्येक गाउँहरूबाट चाहिँ हवाई पत्रिकाहरू निस्किन्थ्यो र त्यति बेला प्रत्येक गाउँका चौताराहरूमा चाहिँ साहित्यिक बहसहरू हुने गर्दथे, साहित्यिक छलफलहरू हुने गर्दथे। त्यति बेला गजल मुक्तकदेखि लिएर कविताहरू आख्यानहरूका कुराहरू हुन्थे र त्यति बेला हामी एकअर्कामा चाहिँ यस्तो कसिलोसँगले बाँधिएका थियौँ। हामी एउटा हवाई पत्रिकाको माध्यमले मेची महाकालीसम्म बाँधिएका थियौँ र प्रत्येक चौतारीहरूमा गफ गर्दाखेरि नि एकदम हृदयबाटै एकअर्कामा आत्मसम्मानसहित एकअर्कालाई सम्मान गर्दै हामी त्यसरी चाहिँ हामी बस्थ्यौँ। यो सम्बन्धहरू एकदम प्रगाढ थिए। तर अहिले हामी यो डिजिटल युगमा प्रवेश गरिसके पछाडि साहित्यिक कार्यक्रमहरू अत्यन्त धेरै हुन्छन् र साहित्यिक वाचनहरू नि अत्यन्त धेरै हुन्छन्। तर अहिले समग्रमा इलामलाई हेर्दै गर्दाखेरि चाहिँ कस्तो खालको कार्यक्रमहरू भइरहेछ भने साहित्यको चाहिँ धेरैजना कवि स्रष्टाहरूलाई राखेर हामी प्रत्येकजनाको एउटा रचना सुनेर साहित्यिक वाचनहरू गर्छौँ। त्यसो गर्दाखेरि चाहिँ भरे सुरुमा वाचन गरेका कविले के कविता वाचन गरे भन्ने कुरा चाहिँ पछि अन्तिमको कविता गजल सुनिसके पछाडि झन्डै बिर्सिँदो रहेछ। हामीले चाहिँ यो एउटा संस्कार यो चाहिँ अहिले हामीले चाहिँ महिनाको एउटा यस्तो कार्यक्रम गर्ने भनेका छौँ र हामी प्राय सबै इलामी सर्जकहरू हामी यहाँनिर हाम्रो सबैको पाला आउँछ। त्यस कारणले गर्दाखेरि हामी सबैजनाले सबै श्रृङ्खलाहरूमा यसरी नै आएर उपस्थित भयौँ भने हामीले एकदमै आफूलाई पनि बनाउने र अरूको लागि पनि कहाँ के कस्तो छ साथीहरूको लागि पनि सल्लाह सुझाव दिएर चाहिँ इलामबाट चाहिँ यो भूमिबाट चाहिँ यो माटोबाट चाहिँ एकदम सशक्त कवि साहित्यकारहरू लेखकहरू चाहिँ जन्माउनको लागि प्रेरणा मिल्छ भनेर हामीले यो एउटा श्रृङ्खला सुरु गऱ्यौँ। मिसन इलाम पब्लिकेसन प्रालि र ग्लोबल स्टडी पार्क यो दुईवटा संस्थाले पहल गर्नुभएको छ विशेष गरेर। त्यसमा मिसन इलाममा हाम्रो टिका कतिवटा सर लगायत साथीहरू हुनुहुन्छ र ग्लोबल स्टडी पार्कमा चाहिँ हाम्रो दिलीप पौडेल दाइ यहाँ हुनुहुन्छ। उहाँहरू आफैमा कविता लेखेर एकदम चाहिँ यहाँ आजसम्म मञ्च खोज्दै कविता सुनाउँदै गइरहेको मान्छेहरू पनि हुनुहुन्न। उहाँहरू समग्रमा भन्ने नि कवितालाई माया गर्नुपर्छ, साहित्यलाई माया गर्नुपर्छ र कसरी उठाउँ भनेर चिन्तित हुनुहुन्थ्यो। यो विषयमा उहाँहरूले एकदम मलाई पटक भेट्दाखेरि कुराहरू राखिराख्नुभयो। त्यसो हुँदाखेरि लु यो खालको श्रृङ्खला चलाउन त भनेर उहाँहरूले नै भन्नुभयो अनि मसँग एक खालको सल्लाह पनि भयो। तर अब यो सल्लाह चाहिँ हामी तीनजनाको मात्र होइन, अब आजको दिनबाट चाहिँ यहाँहरू सबैजना जोडिनु भयो। मिसन साहित्य पार्क चाहिँ यो एउटा अभियान हिजो चौतारीको जुन कुरा मैले अघि गरेँ यो साहित्य अहिले पार्कमा पुगिसकेको छ। अब हाम्रो प्रत्येक पार्कमा चाहिँ साहित्यको विषयमा छलफल हुन्छ। अब आजको हाम्रो दुईजना वाचन गर्ने कवि स्रष्टाहरू हुनुहुन्छ। म उहाँहरूको बारेमा थोरै परिचय गराउन चाहन्छु।
दर्शन सरकार हुनुहुन्छ। दर्शन सरकार नामसालिङमा जन्मनुभएका एकजना सशक्त कवि गजलकार हुनुहुन्छ है। स्वभावैले त्यो नाम पनि नामसालिङ, नाम भनेको घाम, सालिङ भनेको उदाउने भनेर लिम्बू भाषाबाट त्यसरी आएको भनिन्छ। त्यस्तै गरेर अब पूर्वबाट एकजना उदाएको कवि पक्कै पनि भोलि यो देशलाई चाहिँ नै डोर्याउने गरेर उहाँको कविताहरू साहित्यहरू सिर्जना हुनेछ भन्ने लागेको छ। उहाँ एकदम बहुप्रतिभाशाली चाहिँ व्यक्तित्व हुनुहुन्छ। उहाँ कवि पनि हुनुहुन्छ। उहाँले चाहिँ हृदयको उल्टो यात्रा भनेर चाहिँ कविता सङ्ग्रह भर्खरै यही साल सायद प्रकाशित, गत सालको अन्तिमतिर होइन, प्रकाशित गर्नुभएछ। अनि त्यस पछाडि उहाँ नाटकहरूमा पनि उहाँले चाहिँ महाभारत र चाहिँ चियाबारी जस्तो चाहिँ एकदमै सशक्त नाटकहरूमा आफ्नो भूमिका निर्वाह गरिसक्नु भएको छ। यो हामी सबैले देखेकै छौँ नाटक हेर्ने जतिले। त्यस कारणले उहाँलाई कलाकारको रूपमा पनि हामीले उहाँलाई चिन्न सक्छौँ। साथसाथै उहाँले चाहिँ भुल र यादहरू भन्ने म्युजिक भिडियोमा पनि उहाँले आफ्नो भूमिका निर्वाह गरिसक्नु भएको छ। अब त्यो सँगसँगै उहाँ अहिले फेरि चुपचाप हुनुहुन्न, फेरि अर्को गाउँ अभियानमा उहाँ जोडिनु भएको छ। जुन गाउँ अभियानले चाहिँ अहिले चाहिँ यहाँको हाम्रो चाहिँ रैथाने संस्कार संस्कृतिदेखि लिएर एकदम यो जरा अभियानमा गाउँ अभियान लागेको छ। त्यो अभियानमा उहाँ जोडिनु भएको छ। यस्तो सशक्त व्यक्तित्व, अभियन्ता, गजलकार, गजल कविता पनि सशक्त लेख्ने व्यक्तित्व, साहित्यिक व्यक्तित्व दर्शन सरकार हुनुहुन्छ। उहाँलाई पनि म यहाँ शुभकामना व्यक्त गर्न चाहन्छु। र नवप्रतिभालाई पनि जोड्ने भनेर चाहिँ एकजना नवप्रतिभा, एकजना पुराना स्थापित कवि स्रष्टा भनेर त्यो सुरुवात गरेका थियौँ। र नवप्रतिभामा चाहिँ सृजना काफ्ले बहिनी हुनुहुन्छ। उहाँ चाहिँ नामसेबुङ इलामबाट चाहिँ आज चाहिँ यो वाचनमा जोडिनु भएको छ। मरबो क्याम्पस इलामको BBS दोस्रो वर्षमा अध्ययनरत बहिनी हुनुहुन्छ र उहाँका पनि गजल कविता हामी सुन्नेछौँ। धन्यवाद। उपस्थित सबैजना अग्रज दाइहरू, सरहरू अनि साथीहरू सबैलाई नमस्कार। म चाहिँ गजल नै सुरु गर्छु। के तपाईँ जापानिज भाषा अध्ययन गर्न चाहनुहुन्छ? ग्लोबल स्टडी पार्क इलाम, सम्पर्क 9856 80 280। सधैँ सधैँ परेन घरिघरि सम्झिनु, जब घेर्छ दुःखले अनि सम्झिनु, हँसाएको याद नभए रुवाएकै सही, आदि बिर्सेर मलाई आदि सम्झिनु। आदि बिर्सेर आदि सम्झिनु। सधैँ सधैँ परेन घरिघरि सम्झिनु, जब घेर्छ दुःखले अनि सम्झिनु, हँसाएको याद नभए रुवाएकै सही, आदि बिर्सेर मलाई आदि सम्झिनु। मेरो गन्तव्य तिमी, तिमीलाई सम्झिन्छु, मेरो गन्तव्य तिमी, तिमीलाई सम्झिन्छु, सागर तिमी हो पर्दैन नदी सम्झिनु, खै नअघाइयो न डराइयो सम्झिन, खै नअघाइयो न डराइयो सम्झिन, लागेन कहिले लागेन कति सम्झिन, जस्तो होला उज्यालो झर्नु तिम्रो खुबी, सम्झ नियति हो पुतलीले बत्ती सम्झिन। धन्यवाद। यो जाओस् है। सधैँ सधैँ परेन घरिघरि सम्झिनु, जब घेर्छ दुःखले अनि सम्झिनु, जस्तो होला उज्यालो छर्नु तिम्रो खुबी, सम्झ नियति हो पुतलीले बत्ती सम्झिनु। अर्को छ, कोही त छ आफ्नो छ आवाज बोकेको, एउटा तस्बिर छ भित्तामा सास बोकेको, आउँदैनौ यति त म पनि बुझ्न सक्छु, के गर्नु कमलो मुटु छ आश बोकेको, आउँदैनौ यति त म पनि बुझ्न सक्छु, के गर्नु कमलो मुटु छ आश बोकेको, नाथे चुरोटले के सकिन्थ्यो मेरो जिन्दगी, के सकिन्थ्यो मेरो जिन्दगी, तिम्रो फोक्सो छ मेरो श्वास प्रश्वास बोकेको, आफ्नो छ आवाज बोकेको, एउटा तस्बिर छ भित्तामा सास बोकेको, यो कलमले कस्तो सपना देखेको अचम्म, लेख्दैछ कथा मालिकले दास बोकेको, हाँसेको ओठ सिक्सीको आँखा भयो, आँसु पुछिदिन्थ्यौ सधैँ त सम्झना भयो, तिमीले बनाउन खोजे जस्तो त म भइन, तिमीले खोजे जस्तो जीवन तिम्रो कहाँ भयो, न ऊ मेरो न अरू कसैको, न
न ऊ मेरो न अरूको यो कस्तो सम्बन्ध थियो, न ऊ मेरो नजिक भयो न सम्झना टाढा भयो। तिमीले प्रेम कोरलेको गुड मेरै मुटुको थियो, गुडमा सम्झना रह्यो प्रेम उड्यो जरा भयो। रित्दै थिएँ एक्लै थिएँ त्यस्तै ठिक थिएँ, तिमी आयो मनभारी ज्यान आधा भयो। हाङ्गे दाइले अघि तिमी भात खाँदैनौ भन्दै हुन्थ्यो, हाँसेको ओठ सिक्सीको आँखा भयो, आँसु पुछिदिन्थ्यो सधैँ त्यो सम्झना भयो। तिमी नढाटे चाहिँ गर्छौ मैले पत्याए चाहिँ गर्नुपर्छ, र हामी बिच माया कम नाटक ज्यादा भयो। मलाई चाहिँ खासै लेख्न चाहिँ आउँदैन, तर मैले कोसिस चाहिँ गरेकी छु। सुनिदिनुहोस् है। मेरा गजलका शेरहरू यसरी अगाडि बढ्छन्। म आफ्नो मनलाई त सम्झाउन सक्दिनँ, म आफ्नो मनलाई त सम्झाउन सक्दिनँ। बगेको खोला हो तिमी फर्काउन सक्दिनँ, म आफ्नै मनलाई त सम्झाउन सक्दिनँ। बगेको खोला हो तिमी फर्काउन सक्दिनँ। तिमी हाँसेरै प्रहार गर्छौ पिठ्युमा छुरा, तिमी हाँसेरै प्रहार गर्छौ पिठ्युमा छुरा। त्यसैले त होला मरुन कराउन सक्दिनँ। बगेको खोला हो तिमी फर्काउन सक्दिनँ। बरु आफै टाढिनेछु धोकेबाज भनेर पनि, बरु आफै टाढिनेछु धोकेबाज भनेर पनि, तिम्रो प्रेममा कुनै सवाल उठाउन सक्दिनँ। त्यसैले त होला मरुन कराउन सक्दिनँ। एकातिर थकित छु म कस्तो विडम्बना, एकातिर थकित छु म कस्तो विडम्बना। आँखाभरि निन्द्रा छ निदाउन सक्दिनँ। तिम्रो प्रेममा कुनै सवाल उठाउन सक्दिनँ। मैले बिर्सेकी छैन सफरमा साथ दिएको, मैले बिर्सेकी छैन सफरमा साथ दिएको। चप्पललाई शिरमा सजाउन सक्दिनँ। मैले बिर्सेकी छैन सफरमा साथ दिएको त, मैले बिर्सेकी छैन सफरमा साथ दिएको त। चप्पललाई शिरमा सजाउन सक्दिनँ। बगेको खोला हो तिमी फर्काउन सक्दिनँ, म आफ्नो मनलाई त सम्झाउन सक्दिनँ। मलाई चाहिँ एउटा गजल भन्नुभएको थियो। गजल नै सुनाऊ या कविता सुनाऊ? कविता सुनाउँछु ल। यो पनि प्रेमी नै छ। यो कविताको पात्र चाहिँ काल्पनिक हो। उनी नै किन मेरो आँखामा हेरेर मुस्कानभित्रको पीडा बुझिदिने, म बोलिरहँदा मेरा कुरा सुनिदिने उनी नै त हुन्। म मौन हुँदा छटपटिने, मलाई आफ्नो सम्झिदिने उनी नै त हुन्। म उनको सामु रिसाउँछु कराउँछु, तर उनी मुस्कुराउँदै फकाउँछ। उनलाई म कति पटक रुवाउँछु, फेरि गुनासो गर्दै मेरै सामु आउँछन्। मलाई चोट लाग्दा मलम बनिदिन्छन्, आँसु नझार भन्दै रुमाल बनिदिन्छन्। म वास्तवमा सुन्दर छैन, तर उनी सधैँ भन्छन् मलाई मनपर्ने किताब हो तिमी। सुन्दरता समयसँगै सकिन्छ, भिरमा फुलेको सुङ्गावा जस्तो, माया दिन्छौ मेरी आमा जस्तो। म उनको नजरमा जस्तो सुन्दर कहीँ छैन। मैले उनीसँग प्रेम माग्नु पर्दैन, उनी आफै बुझेर दिन्छन् प्रेम, इज्जत, समय। प्रश्न नगर फेरि उनी नै किन? उनी त आत्मा हुन्, मेरो ईश्वर हुन्, अनि बाआमा पछि मेरो एकमात्र सहारा हुन्। एउटा गजल छ है, मलाई एकदम मन परेको गजल थियो यो चाहिँ। अब पार्लर सम्बन्धी सम्पूर्ण तालिम तथा सेवाहरू द ब्युटी वर्ल्ड बिर्तामोडमा आजै सम्पर्क गर्नुहोस्। भद्रपुर रोड बिर्तामोड झापा। यो मन कसरी अडिन्छ हजुरको दुनियाँमा, यो मन कसरी अडिन्छ हजुरको दुनियाँमा, चोटहरू नै अति दिन्छ हजुरको दुनियाँमा। हो धोकेबाजलाई हजुर नै सम्मान दिनुहोस्, हो धोकेबाजलाई हजुर नै सम्मान दिनुहोस्। रिसाउने त गद्दार मानिन्छ हजुरको दुनियाँमा, चोटहरू नै अति दिन्छ हजुरको दुनियाँमा। एउटा फुल ओइलिएर फरक पर्दै नपरोस्, एउटा फुल ओइलिएर फरक पर्दै नपरोस्, हजार फुलहरू फक्रिन्छ हजुरको दुनियाँमा। एउटा फुल
फुल ओइलिएर फरक पर्दै नपरोस्, एउटा फुल ओइलिएर फरक पर्दै नपरोस्, हजार फुलहरू पक्रिन्छ हजुरको दुनियाँमा। अन्तिम पटक मलाई निहालेर हेर्नुहोस् न, अन्तिम पटक मलाई निहालेर हेर्नुहोस् न, मेरो त जिन्दगी हल्झिन्छ हजुरको दुनियाँमा। असम्भव रहेन म त केवल फलाम थिएँ, असम्भव रहेन म त केवल फलाम थिएँ, पत्थर त पगालिन्छ हजुरको दुनियाँमा। मेरो जिन्दगी हल्झिन्छ हजुरको दुनियाँमा। म लिएर आउनेछु मेरो साँचो प्रेमको, म लिएर आउनेछु मेरो साँचो प्रेमको। भन्नुहोस् त के प्रमाण चाहिन्छ हजुरको दुनियाँमा। यो मन कसरी हरिन्छ हजुरको दुनियाँमा, चोटहरू नै अति दिन्छ हजुरको दुनियाँमा। नगरेको त होइन, सबथोक गरेर हेऱ्यो, कसिङ्गर थियो आँखामा राखेर हेऱ्यो, यो मन त यसै पनि खुसी भइदिन्छ, यो मन त यसै पनि खुसी भइदिन्छ। जानेले पनि एकपटक फर्केर हेऱ्यो, कुनै बिहानी तिमीलाई बिर्सेर आएन, कुनै बिहानी तिमीलाई बिर्सेर आएन, रनै त हर्षा जसले मातेर हेऱ्यो। नगरेको त होइन, सबथोक गरेर हेऱ्यो, कसिङ्गर थियो आँखामा राखेर हेऱ्यो, मन दुख्दैन कि कतै आँसु खस्दैन। मैले 1600को चस्मा लगायो भने चाहिँ आँसु खसेको देखेँ। मन दुख्दैन कि कतै आँसु खस्दैन, रुमालसँग उसले फुल साटेर हेऱ्यो, नगरेको त होइन, सबथोक गरेर हेऱ्यो, कसिङ्गर थियो आँखामा राखेर हेऱ्यो। अर्को गजल छ, मलाई तिम्रो आँखामा बस्नु छ, मनमा बस्नु छ, मलाई तिम्रो आँखामा बस्नु छ, मनमा बस्नु छ, जस्तो तिमीलाई अरू कसैको जीवनमा बस्नु छ। तिम्रो सपनाको राजकुमार बन्न सकिन ठिकै छ, कुकुर बनेर अब तिम्रै आँगनमा बस्नु छ। मलाई तिम्रो आँखामा बस्नु छ, मनमा बस्नु छ, 4 लाखको कुकुर कसैलाई सम्झेर जीवनभर रुनु छ। अब यसरी पनि छोड्नेहरूको खटनमा बस्नु छ, क्रान्ति सफल भएन भनेर कसरी भन्नुहुन्छ कमरेड। हिजो जङ्गलमा बसियो आज सदनमा बस्नु छ। एउटा क्रान्ति मैले यसरी गर्नुपर्छ, अब एउटा क्रान्ति मैले यसरी गर्नुपर्छ, अब वेद पढ्दै पढ्दै आँगनमा बस्नु छ। मलाई तिम्रो आँखामा बस्नु छ, मनमा बस्नु छ, जस्तो तिमीलाई अरू कसैको जीवनमा बस्नु छ। धन्यवाद। कहिले टुकी भएर कहिले दियालो भएर, आखिर जन्म थियो जलिदिए आगो भएर, यो देशमा बाँच्न कहाँ सजिलो छ, मर्न सक्नुपर्छ यहाँ लाडो भएर। छोडेर जानेहरूलाई पछ्याउन सकिन्न, सम्झना बसिदिन्छ बाटोमा तगारो भएर। तिम्रो व्यवस्थाले एउटा प्रेम पत्र मर्यो, खामको सकियो अस्तित्व कात्रो भएर। टुकी भएर कहिले दियालो भएर, आखिर जन्म थियो जलिदिए आगो भएर। धन्यवाद। धुलोमै छु धुलोमै हुन्छु पत्कर हुँदा पनि, अनि कसरी पाउँथे त तिमीलाई रहर हुँदा पनि। यो चाहिँ अन्तिममा आएको थियो सङ्गीतालाई। धुलोमै छु धुलोमै हुन्छु पत्कर हुँदा पनि, अनि कसरी पाउँथे त तिमीलाई रहर हुँदा पनि। अस्तित्व लुकाउन कसैले तिमीबाट सिकोस्, अस्तित्व लुकाउन कसैले तिमीबाट सिकोस्। फुल जस्तै देखिन्छौ त पत्थर हुँदा पनि। हिजोसम्म घर थिएन डर थिएन, आग्लो छैन डर छ घर हुँदा पनि। तिमी आउँदैमा पुरानो घाउ के बिर्सिन्थे, खुसी के सक्थ्यौ न अवसर हुँदा पनि। जानेहरू चुपचाप जान्छन् र त दुख्छ। यो चाहिँ मनोज दाइसँग हुँदा धेरैचोटि बेलुका भनेको। जानेहरू चुपचाप जान्छन् र त दुख्छ। खबर छोड्नु नि कमसे कम बेखबर हुँदा पनि। हामीले आजको कार्यक्रम करिब समापन गऱ्यौँ, तर हामी यो कार्यक्रम समापन भएकोमा खुसी छैनौँ। अर्को अङ्कमा हामीले यति मान्छे र प्लस यति नै थप मान्छे बटुल्न सक्छौँ कि सक्दैनौँ, हामी यहाँ डरमा छौँ। र धेरै गजलकारहरू आउनु भएको छ यहाँ, र धेरै हामीले उच्च सम्मान व्यक्त गर्छौँ। र यो आजको कार्यक्रम
आजका दुईजना साहित्यकारले सुनाउनु भएको साहित्य कस्तो छ भन्ने हामी समीक्षकबाट हामी सुन्दै नै छौँ। त्योभन्दा अगाडि यो हामीले गरेको अभियान राम्रो छ कि छैन र यसलाई निरन्तर जान के गर्नुपर्छ सल्लाह सुझावसहित आफ्ना धारणा राख्दिनु हुनको लागि म कवि विमल वैद्यज्यूलाई आग्रह गर्छु। जुन कार्यक्रम सुरुवात भएको यसले एउटा आजको स्वरूप हेर्दाखेरि नयाँ लेख्ने भाइ बहिनीहरूको लागि एउटा प्लेटफर्म राम्रो तयार भएको छ। यो कन्टिन्यू हुनुपर्छ। मैले दिदी भाइलाई पनि दिदी भाइ र हाम्रो पत्रकार टिका भाइ घरमा आउनुभएको थियो हिजो त मैले पनि भनेको थिएँ यो खालको प्लेटफर्म योभन्दा अगाडि 25-30 वर्ष अगाडि बिर्ताउनु भएको के चौतारी हुन सुरु गर्नुभएको थियो। त्यसका सञ्चालकहरू अहिलेको माननीय राष्ट्रिय सभा सदस्य हाम्रो गोपाल बस्नेत दाइ केशव आचार्यहरू त्यही फोरममा गएर कविता सुनाएर लीला मन्डल जन्मेकी सुन्दर गुरु जन्म्या विवश बलिभद्र जन्म्या है। त्यही फोरमबाट बिर्तामोडको त्यो फोरम जसले के साहित्य चौतारी भन्दा त्यो महिनाको एउटा 2टा गर्थ्यो है सुरु हुन्थ्यो। त्यसको सञ्चालक मध्येको एउटा हाम्रो अहिले गोपाल बस्नेत दाइ हुनुहुन्थ्यो। त्यस्तै एउटा निरन्तरताको सुरुवात आज यो दिलीप भाइको प्लेटफर्मबाट सुरु भयो। मलाई थाहा पनि थिएन। अस्ति झस्स विज्ञापन देखेँ सञ्जालतिर अनि हिजो बेलुका दिलीप भाइ आइपुग्नुभयो। दाजु यसो छ के गरेर राम्रो काम गरेँ भाइ मैले कहाँ म पनि गर्छु एकदम राम्रो प्लेटफर्म हो। तर यसलाई सुरुवात गर्न सजिलो छ तर त्यसलाई कन्टिन्यू लगेर टिकाइराख्न चाहिँ गाह्रो हुन्छ। अनि मान्छेको हरेक समस्याहरू हुन्छ बाध्यताहरू हुन्छ। त्यसले गर्दाखेरि भनिसके आजबाट एउटा प्रहर गरौँ कि यो कार्यक्रमलाई हामी कति सक्छौँ लामोसम्म डोर्याएर लान सकौँ यसलाई कन्टिन्यू गर्न सकौँ होइन। यसलाई चाहिँ स्थायित्वतिर गर्न सकौँ। यो सिर्जनाको काम सुरु भएको छ। तपाईँले पनि चाहिँ आफूलाई गर्व गर्नुहोस् कि मेरो घरमा चाहिँ आफूदेखि एउटा नयाँ काम राम्रो काम सुरुवात भएको छ। लु भाइ यसलाई के गर्नुपर्छ भनेर तपाईँले पनि यसलाई चाहिँ भर्ती गर्नुपर्छ सहयोग गर्नुपर्छ है। नयाँ सिर्जना गर्नेहरूको लागि यो आजको जस्तो यो कार्यक्रममा यो प्लेटफर्म बनोस् है र प्लेटफर्म बनोस्। छुट्ने बेलामा तपाईँहरूको लागि एउटा मेरो भर्खरै लेखेको इलामको यो छोटो गीत सुनाएर यो गीतलाई मैले बुलमुदा दाइमा पुगेको छ। यो गीत अस्ति 2टा पुगेको थियो त्यो अलरेडी म्युजिक भएको थियो यो पनि पुगेको छ। अहिलेको इलामले देखेर छोटो गीत सुनाएर म यहाँबाट बिदा हुन्छु। पहिरोमा घर छ हजुर कहिले झर्छु थाहा छैन आकाशबाट पानी पर्छ कहिले मर्छु थाहा छैन। पहिरोमा घर छ हजुर कहिले झर्छु थाहा छैन आकाशबाट पानी पर्छ कहिले मर्छु थाहा छैन। एक्लै मलाई ठिकै हुन्थ्यो परिवार बाँचे हुन्थ्यो बरु अकालमै मर्ने भयो बाँच्नेलाई साथी दुःख भयो। पहिरोमा घर छ हजुर कहिले झर्छु थाहा छैन। कुन ठाउँमा आइबसियो बस्ने बेला थाहा थिएन कुन ठाउँमा आइबसियो बस्ने बेला थाहा थिएन। किलो दाम्रो जहाँ गाडियो बग्ने माटो थाहा थिएन। पहिरोमा घर छ हजुर आकाश कहिले झर्छु थाहा छैन आकाशबाट पानी पर्छ कहिले बस्छु थाहा छैन। धन्यवाद। साहित्यहरूको समीक्षा गरिदिनु हुनको लागि म अग्र साहित्यकार अज्ञातज्यूलाई म अग्रभागमा निम्ति आउँछु। आजको यो मिसन साहित्य पार्क कार्यक्रमका दर्शन सरकार सृजना बहिनी लगायत उपस्थित सम्पूर्ण साहित्य प्रेमी अग्रज मित्रहरू भाइ बहिनीहरू आज तपाईँहरूले इलाममा साह्रै राम्रो कामको सुरुवात गर्नुभएको छ त्यसको लागि बधाई। विशेष हाम्रो दर्शन सरकारलाई चिनेको मैले लगभग सङ्गत गरेको 5-6 वर्ष भयो। अब यही भानुभक्त एरियामा यहाँको हरेक भट्टी पसलहरूमा कविता होइन गजलहरू खोज्दै हिँडिराखेको बेला ऊ आइपुग्यो भेट भयो। अनि ऊ र अर्को सुमङ्कीको भयो तल भद्याङमा पढाउनु हुन्छ नि भयो 2जना आइपुगे। म त अलिअलि सोमरस दिइराखेको थिएँ अनि उहाँहरूले त्यति बेला लिनु भएन कि के हो कि अलिअलि अनि यसरी साहित्यको बारेमा गफ गर्दै जाँदाखेरि रुनु हो हाम्रो। अनि मैले भने यति साह्रो भावुक दर्शन सरकार आज उहाँको यो गजलहरू सुन्दाखेरि झनै मेरो आँसु भयो। त्यो दिनको याद आयो। त्यहाँदेखि हामी सँगै हिँड्दै हिजो अस्ति दमकसम्म पुग्यौँ।
उहाँको कविता सङ्ग्रह त्यसको कामको सिलसिलामा त्यहाँसम्म पुग्यो। अनि ऊ नाटक पनि खेल्दो रहेछ, म्युजिक भिडियोमा पनि अभिनय गर्दो रहेछ। त्यो म्युजिक भिडियो हेरेर पनि रोयौँ हामी। अनि कस्तो भन्दाखेरि आज म पनि आफ्नो 18-19 वर्षको उमेरमा पुगेँ। आज पहिलोचोटि म खोल्दैछु यो कुरा। मैले आफ्नो साहित्य लेखन सुरु गरेको भनेको गजल र छन्द कविताबाट। मलाई मेरा कतिपय साथीहरूले भन्थे यो छन्द त यो राई लिम्बूले लेख्ने नै होइन नि, यो त उपाध्य ब्राह्मणले लेख्ने हो सम्म भने। होइन, म पनि मान्छे हुँ, लेख्न सक्छु कि भनेर लेखेको छन्द। अनि त्यसरी पछि उहाँहरूले भएन, यो मिलेन त्यो मिलेन भन्न थाल्नुभयो। मैले छोडेँ छन्दमा लेख्न। त्यस पछाडि गजलतिर आएँ। गजल पनि भएन भन्न थालेँ। हाम्रा ज्ञानी ओकर पढेलहरू कहाँ गजल त्यस्तो हुन्छ, गजलमा त मुलायम मुटु कोमल हुनुपर्छ, कहाँ डाङडाङ डुङडुङ चल्छ, चल्दैन भयो। हामी चाहिँ गजलमा पनि डाङडाङ डुङडुङ चल्छ होइन, अलिकति राजनीति घोचपेच चल्छ कि भनेर आएको, नचल्दो रहेछ। यसो बुझ्दाखेरि प्रेम गर्न सक्ने मान्छेले, प्रेमलाई अनुभूत गर्न सक्ने मान्छेले मात्रै गजल लेख्नुपर्ने रहेछ। तर मलाई दर्शन सकेपछि एउटा शङ्का के छ, प्रेम गर्दा गर्दै बुढो हुन्छ जस्तो लाग्छ। अब हाम्रो सृजना बहिनी, तपाईँले एउटा अनदेखा प्रेम उभ्याएर लेखिराख्नु भएको छ होइन। जिउँदो अगाडि जाग्दो मान्छेले प्रेम गरेर लेख्नुहोस्, अझै राम्रो हुन्छ। मलाई त्यस्तो लाग्छ त्यो छैन, को पनि छैन तर कोही हुनुहुन्छ होइन। म पनि हिजो आज यसो चियाबारीतिर जाँदा उहिलेको त्यो सम्झनाहरू आउँछ र लेख्छु कि प्रेम कविताहरू। यो तपाईँहरूको यो मिसन साहित्य पाठ एकदम राम्रो छ। धन्यवाद।